ओम अज्ञानतिमिरान्धस्य ज्ञानञ्जनशलाकया चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरुवे नमः। ओम नमो नमः सर्वेभ्यो सौभाग्यभ्यो नमः। मम नाम दिपसङ गौतम। मम नाम ऋषि गौतम। आज हामी लोसारको बारेमा सानो चर्चा गर्न जानेछौँ। लोसार हाम्रो हिमाली र बुद्ध समुदायद्वारा मनाउने नववर्षको पवित्र पर्व हो। लो भनेको वर्ष र सर भनेको नयाँ सुरुवात हो, जसले पुरानो वर्षको अन्त्य र नयाँ वर्ष आरम्भ जनाउँछ। लोसार खुसी मनाउने मात्रै दिन होइन, तर मन, विचार अनि आत्मा शुद्धि गर्ने समय पनि हो। यो पर्वले हामीलाई धन्यवाद, संयम र प्रकृतिसँग सम्झौतामा जिउन सिकाउँछ। लोसारको अवसरमा परिवार र समुदाय एकत्र भाइ पूजा, प्रार्थना र पारम्परिक संस्कृतिको पालना गर्छन्। घर सफाई गर्नु, नयाँ कपडा लगाउनु, पारम्परिक भोजन खानु र बडोहरूबाट आशीर्वाद लिन लोसारको मुख्य परम्परा हुन्। मन्दिर र गौबमा पूजा गर्दै हामी शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्छौँ। हर सम्पूर्णलाई लोसारको शुभकामना। ओम नमो नमः।